So guys, welcome back to my channel. हेलो स्वागत छ आजको यस भिडियोमा। उज्यालो भइसक्यो, म फाइनल उठिसकेँ। यहाँको चाहिँ सुत्दैछन्। उज्यालो भइसक्यो, 3टा ट्रक काठमाडौँ गइसक्यो। उठिसकेँ म फाइनली अहिले। अब हजुरहरूलाई हिजोको ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने प्लिज लाइक गर्नु, सब्सक्राइब गर्नु होइन। भिडियो लाइक गर्नु, सब्सक्राइब गर्नु। उज्यालो भइसकेको छ, राति बादल आएको थियो पानी पर्नलाई, धन्य परेन। आएकै छ एलिभेटरमै। दिदीको मोबाइल चार्ज भयो जाम लिएर। मोबाइल छोड्ने हो क्या? कसको? तेरो। बोका सुका बाबा आर्ट हजुरबा आर्ट गर्थे, मम्मी बाबा फेरि पनि गर्थे। जाने हो र एन्डी हो पढ्दियामा हो दाइ कता जाम्सली बाबा मान्छे गर्दा मेरो खानेकुरा यता चाहिँ हल्लिन मन त 500 रुपैयाँसँग रिटर्न कहाँ छ तपाईँको खानेकुरा? तल हेरेर हिँड्छ। भर्खर म दिदीको एकदम सोल्टी भिडियो हिजोको एडिट गर्न आयो। यो चाहिँ गरेन साथी, नाइ क्याप कटेको थिएन, त्यही भएर एडिट हान्दैछ। अझै हाल्थे। तिनी नचाहिनेहरू फाल्दै के छ भिडियो तिनी फोटोहरू। सो गाइस हामी जाँदैछौँ अब सङ्गमको घरतिर। जाँदैछौँ यहाँ सङ्गम राइडर पहिले हान त हेरी यो भनेको राष्ट्रिय एकता हो। सो गाइस अब हामी जाँदैछौँ। फेरि जो आयो 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 वाला आयो गाइस, फेरि यहीँ आउने हो। हिजो आएको ठाउँमा खुल्ला छ देखिस् न, वर्ल्ड लिङ्कको मासुको झोल। गाइस आइसक्यौँ, गाइस आइसक्यौँ यहाँ। गाइस आइसक्यौँ। खुला छैन बाबु, खुला ठ्याक्कै हो। सो गाइस हामी जाँदैछौँ यहाँबाट ठाउँ गाइस जाँदैछौँ अब यो सङ्गम। सो गाइस हामी जाँदैछौँ यहाँ। सङ्गम सर पनि हुनुहुन्छ। दाइ फेरि झुक्किनु भयो क्या बसेको चोकमा। अफर 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 ढिला नभर्नु छ कि गाइस, यो सस्तो छ, फर्कदो छ, टिकाउ छ। चाहियो नेट आइसक्यो। 1 महिनाको आइसक्यो हामी आइसक्यो अब हजुर। सो गाइस हामी आइसक्यो अब हजुरहरूलाई अहिले भेटौँ। गर्मीको दिन कोट प्यान्ट लगा सँगै तार लगाइदिएन कपडा भाइको यहाँ हिरो नि भने ब्युटिफुल कहाँ नि हो, कसको बिहे भयो? ठिकै भयो नि जाने। ओहो धेरै नहेर क्या, ऐना पनि फुट्छ। यस्तो राम्रो मान्छे कहाँबाट आयो भनेर। मेरै हो
नास्ता खाना नहो म नास्ता खाएर उता पछाडिको मोबाइलमा जाने हो अहिले देख्नुलाई गाइस भिडियो एडिट गर्दैछु सङ्गमिस मेहनत सङ्गीता मोबाइल चलाएको थिइस् मलाई थाहा छ म यस्तै हुन्छ भिडियो अपलोड गरेर गर्थेँ वालै भएन वालै थिएन के गर्ने यो पार्न जानुपर्छ दिनको बिचरा सङ्गीताको मोबाइल बनेन अब सङ्गीता आफै जान्छ लिन हेलो बाहिर पुरै यस्तो घाम छ घाम उताबाट पानी आउँदैछ उताबाट पानी आउँदैछ गाइस हेर्नु होला पुरा गाइस हेर्नु आहा पानी गाइस दिउँसो यहाँ होइन तल्छ कि पछाडि आहा पछाडि हावा ला है हावा ला पछाडि पुरै ला पानी त्यति पानी पानी आइरहेको छ बहुत पाकेर नास्ता खाने हो अरूबाट अब नास्ता खाएर घर जाने घर जाने पैसा तिर्नु गरेर पठाउँछु नास्ता खाएर दोकानमा बाई यहाँ हेर्नु होला बेरोजगारीको चरम अवस्था त्यहाँ एकजनाको मोबाइल छ एकजना ठुलो यसरी बिचरा मोबाइल बिग्रेर खै 1 महिना भयो मोबाइल बिग्रेको आज आउँछ भनेर भात पनि खाइखिने बिहान बिग्रेर खुसी हुनुहुन्छ क्या ए गाइस हेर्नु है हेर्न हुँदैन त होला
गाइस हेर्नु अब जाने हो म पनि घरतिर हजुरहरूलाई देखाउँछु घर जाने बेलतिर होइन यहाँ सङ्गीता जाऊ ल ल गाइस अहिले जाने हो गाइस अब जानु हो घरतिर पानी आएर यस्तो भएको छ होइन फ्रेन्ड्स म घर जाने हो अब यस्तो बादल छ क्या त्यही भएर भोलि बिहान नाक पनि छ म आइसकेको छु घर आउन यहाँ पानी बिटा भएर पानी बिटा भएर घर आइसक्यो गाइस म आइसकेँ अब हजुरहरूलाई अहिले एकछिनमा देखाउँछु भर्खरै आइसकेको म हिजोको ब्लग हेर्नु छ भने हेर्नु होला प्लिज लाइक गरिदिनु होला भिडियो सब्सक्राइब बाई अहिले भेटौँला मम्मीको प्रस्थान भइसक्यो यहाँ इस मम्मी कहाँ गएर आउनुभयो जम्मा आउँछ 10 रुपियाँको छैन थाहा भएन कुनै आज नयाँ डिस अरे बिलौटी खाने हो गाइस खाने भए आउनु होला अब सुत्नु मन छ दिनुभएको छ नास्ता खाएर मिठो मिठो खाएर आएको छ खाएको हामीले मिठो मिठो खाएको बिना चिनी हालेर भातमा खाजा बनाएर खाएको चिनी पनि थिएन नुन पनि थिएन बेसार पनि केही थिएन पनि हालेको होइन त्यो चाख्यो होला त्यो गाइस नयाँ डिस कस्तो हुन्छ है मम्मी खाने अहिले कहाँ वहीँ को भयो चार्जर ठिकै त हो खुब राम्रो काम गरेको सकल भनेको आइज भनेर आउनु नभने आफ्नो काम परेर के भनेको मैले भनेको मान्दैन रहेछ तैँले फेरि तैँले भनेको नि मैले मान्दिनँ नि भने म त्यही भनेको गाइस अहिले नयाँ डिस हेर्नु होला खाने बेला बाई सो गाइस आज नयाँ डिस मम्मीले फेरि आज नयाँ डिस चाहिँ यो कुन डिस हो थाहा होइन होइन यो डिस म खाँदैछु म भात खानासाना खाएर भइसक्यो होइन यहाँ सोसल घुममा गर्दैछु यहाँ सकेछन् के लेखेँ यस्तो सोसल कपी भनेको यस्तो भ्यायो यति पुरै खाली सरले होमवर्क देखान् कति भ्याउनलाई कति पाठसम्म गर्न देखान् कसम सर बहुत कंजूस है यो पाठ का यो पनि व्यायाम अनि यहाँ पुग्यो एक पाठ 2 पाठ 3 एकाइ भ्याइएर पनि 4 एकाइको सुरुमा पुग्यौँ गाइस अझै लेख्न छ पुरै लेख्न गाइस 1 2 3 4 5 6 7 8 9 10 11 12 13वटा पाठ गर्न गाइस म गर्छु आज र भोलि मात्र आज र भोलि गर्छु गाइस नै च्यालेन्ज छ ल गाइस अहिले सुत्ने बेला हामीलाई बाई एडिट गरेर भइसक्यो म सुत्न जान्छु भोलि बिहान नयाँ भिडियोको साथमा भेटौँला आजको ब्लग कस्तो थियो प्लिज लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् म सुत्न जान्छु भोलि बिहान नयाँ भिडियोको साथमा भेटौँला बाई लाइक गरेर सब्सक्राइब गर्नु बाई